मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई जितेपछि देखाइदिए कि हामी त यो आइपिएलबाट बाहिरियौँ तर पन्जाब किङ्स तिमीलाई पनि छोड्दैनौँ जस्तो खेले हिजोको म्याचमा। जुन प्रदर्शन देखाए मुम्बई इन्डियन्सका प्लेयरले, तिलक वर्मा होस् या रायल रिकल्टन होस् अथवा शार्दुल ठाकुर नै किन नहोस्, यस्तो दामी पर्फर्मेन्स खेले। हिजो बल्ल मुम्बई इन्डियन्स कमब्याक भयो जस्तो देखिन्छ। थाहा छ अब प्लेअफमा त पुग्दैन, त्यही पनि जुन पर्फर्मेन्स देखाए नि मुम्बई इन्डियन्सका प्लेयरले, रोहित शर्माले चाहिँ अलिअलि टेस्ट खेले भने अरू प्लेयरले चाहिँ एकदमै दामी पर्फर्मेन्स गरे कि। सुरुमा पन्जाब किङ्स 6 म्याचमा 6 म्याच जित्दाखेरि त यस्तो लागेको थियो यो टिम त फाइनलमा पक्कै पनि पुग्छ भन्ने जस्तो लागेको थियो भने अहिले आएर लगातार 5 म्याच हारेपछि बाहिरिने चान्स लगभग पक्कापक्की जस्तै पनि देखिन्छ। पन्जाब किङ्स लगातार 5 म्याच हारिसकेको छ भने गुजरात टाइटन्सले 5मा 5 म्याच जितेर पुरै कमब्याक गरिसकेको छ भने अर्कोतर्फ सिएसकेले पनि 5 म्याचमा लगातार 3 म्याच जितेर कमब्याक गरिसक्यो भने आजको म्याच चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। सिएसके र एलएससीको म्याचमा आज सिएसकेले जित्यो भने टप 4मा पक्का आउँछ भने पन्जाब किङ्स चाहिँ तलपट्टि झर्छ। अर्को कुरा चाहिँ राजस्थान रोयल पनि टप 4मा आउने चान्स हुन्छ अर्को म्याच जित्यो भने चाहिँ। र पन्जाब किङ्सको लागि चाहिँ एकदमै गाह्रो हुनेवाला छ अबको म्याचमा, किनभने अर्को म्याच पन्जाब किङ्सको आरसिबीसँग हुनेवाला छ। जुन चाहिँ आरसिबी जुन टप 1मा छ अहिले र प्लेअफमा पक्कै पनि जान्छ। र मेरो प्रेडिक्सन अनुसार आरसिबी, जिटी, एसआरएच र सिएसके चाहिँ प्लेअफमा जान्छ जस्तो लाग्छ।